तपाईको घर आँगनमा तपाईकै मेहनतले फलेको फल तर छिमेकीको एक इसारामा त्यो सिमानामै कुहिएर नष्ट हुन्छ। र अचम्मको कुरा के भने तपाईको आफ्नै अभिभावक चाहिँ कुनामा बसेर रमिता मात्र हेरिरहन्छ। हो, आज नेपालको चिया उद्योग ठ्याक्कै यही नियतको शिकार भएको छ। नमस्कार, आज हामी नेपाली चिया बगानको त्यो तितो यथार्थ चर्चा गर्दैछौँ जसले देशकै एउटा ठूलो आर्थिक मेरुदण्डलाई भत्काउने अवस्थामा पुर्याएको छ। नेपाली अर्थतन्त्र र विशेष गरी पूर्वी नेपालको मेरुदण्ड मानिने चिया उद्योग आज इतिहासकै सबैभन्दा ठूलो सङ्कटसँग जुधिरहेको छ। इलामको सूर्योदय नगरपालिकाका चिया प्रशोधनकर्ताहरूले असार 1 गतेदेखि 53वटा चिया कारखानाहरू अनिश्चितकालका लागि पूर्ण रूपमा बन्द गरिसके। यो कुनै रहरले बन्द भएको भने होइन, छिमेकी देश भारतको नयाँ चिया आयात नियम र कडा प्रतिबन्धका विरुद्ध चलिरहेको एउटा प्रतिकार हो। भारतले लागू गरेको नयाँ नियमका कारण नेपालको प्रख्यात अर्थोडक्स चिया निर्यातमा ठूलो अवरोध सिर्जना भएको छ। रिपोर्ट अनुसार झन्डै 3 लाख किलोग्राम नेपाली चिया अहिले भारततर्फ जान नपाएर सिमाना र बाटोमै अड्किएको छ। यता कारखानाका गोदामहरूमा भने 7 लाख किलोग्राम भन्दा बढी चिया बिक्री हुन नसकेर थन्किएको छ। न त उत्पादित चिया बजारमा जान पाएको छ, न त व्यवसायसँग थप चिया प्रशोधन गर्ने आर्थिक क्षमता बाँकी छ। यही गम्भीर आर्थिक दबावका कारण 53वटा कारखानाहरूमा ताला लागेको छ, जसको सिधा असर झन्डै 3000 किसान र हजारौं मजदुरहरूको जीविकोपार्जनमा परेको छ। यो गम्भीर मोडमा आइपुग्दा केही गम्भीर र तिता प्रश्नहरू सिंहदरबारतर्फ सोझिएका छन्। हामी नेपाल सरकार, परराष्ट्र मन्त्रालय र वाणिज्य मन्त्रालयलाई सोध्न चाहन्छौँ, छिमेकी देशले अन्तर्राष्ट्रिय व्यापारिक नियम विपरीत हाम्रा उत्पादनमाथि यसरी मनपरी अवरोध सिर्जना गर्दा पनि सरकार किन मुखदर्शक मात्र बनिरहेको छ? के नेपाल सरकार भारतसँग आफ्नो अधिकारका लागि कुरा गर्न डराएको हो? के हाम्रा नेताहरू छिमेकी देशसँग कूटनीतिक टक्कर लिन वा आफ्नो अडान राख्न असमर्थ छन्? यदि होइन भने 30,000 किसान र देशकै एउटा सिङ्गो उद्योग सकाप हुन लाग्दा पनि कूटनीतिक तहमा ठोस पहल हुन किन सकेन? किन भारतले जे चाह्यो त्यही गरिरहँदा हाम्रा शासकहरू मौन छन्? पक्कै पनि हरेक बहसका दुईवटा पाटा हुन्छन्। यदि चियामै समस्या थियो भने सरकारले नेपाली चियाको अन्तर्राष्ट्रिय स्तरको प्रमाणीकरण र आफ्नै उच्च स्तरीय गुणस्तर मापन ल्याबहरू स्थापना गर्न यत्तिका वर्षसम्म किन चासो देखाइन? किन नेपाली उद्योगलाई सधैँ अर्को देशको प्रयोगशाला र सर्टिफिकेटको भरमा पर्न बाध्य पारियो? यसको जवाब न त भारतको बन्देजले दिन्छ, न त किसानको आँसुले। यसको स्पष्ट जवाब नेपाल सरकारले दिनुपर्छ। चिया उद्योग नेपालको पहिचान मात्र होइन, हजारौं परिवारको चुलो बाल्ने माध्यम पनि हो। 53वटा कारखाना बन्द हुनु भनेको सिङ्गो अर्थतन्त्रको एउटा हिस्सा मर्नु हो। छिमेकीले जे चाह्यो त्यही गर्ने र आफ्नै सरकारले आफ्ना नागरिक र उद्योगीको संरक्षण गर्न नसक्ने यो विडम्बनापूर्ण अवस्था अब बन्द हुनुपर्छ। समयमै सरकारले आँखा खोलोस्, नत्र भविष्यमा नेपाली चिया इतिहासको पानामा मात्र सीमित हुनेछ। यो विषयमा तपाईको धारणा के छ? सरकारको यो मौनतालाई तपाईले कसरी हेर्नुहुन्छ? आफ्नो प्रतिक्रिया अवश्य लेख्नुहोला।